अब चाहिँ साथीहरु हामी बेसी सहरबाट झण्डा फरफराउँदै नेपाली राष्ट्रिय झण्डा फरफराउँदै हामी पोखरातिर लाग्दैछौं। त्यसपछिको यात्रा भनेको मुस्ताङ हुनेछ है त। ल मुस्ताङ जाने टोलीहरु त आज होटल चाहिँ पाइएला नपाइएला थाहा भएन। हालत चाहिँ यस्तो छ। गाडीहरुको त कुरै नगरौँ, बाइकहरुकै यस्तो छ। कति आज होटल चाहिँ खासै रुम्चे पाइएला जस्तो लाग्दैन। हाय एभ्रिवान, फेरि पनि सबैजनालाई मेरो भिडियोमा स्वागत छ है त। र आज चाहिँ हामी लमजुङको बेसी सहरबाट पोखराको बाटो आइपुगेको। अनि पोखराबाट बेनी आइपुगेको छु। र बेनीबाट अहिले चाहिँ भर्खर हाम्रो यात्रा सुरु भएको छ। र मैले बेनीबाटै किन यात्रा सुरु गरेँ भन्दाखेरि बेनीबाटै मात्र किन भ्लग सुरु गरेँ भन्दाखेरि पहिला मेरो भिडियोमा मैले बेनीसम्मको अलरेडी मैले भिडियो अपलोड गरिसकेको थिएँ। सो आज बेनीबाट मुस्ताङसम्मको म तपाईँहरूलाई भिडियोमा देखाउँछु है त। मलाई फेरि लिली बोल्न त आएको छैन, तर बोल्ने प्रयास चाहिँ गर्दैछु। दाइ चाहिँ अगाडि गइसक्नुभयो। म चाहिँ किनभने गोप्रो सेट गरेर हिँड्नु थियो। तर यो सिजनमा हिँडिएछ यति मुस्ताङ जाने मान्छेहरूको ताती देखेर म छक्कै परिरहेको छु। आज पिर लागिरहेछ। होटल चाहिँ पाउन एकदमै गाह्रो छ। हिजो बेसी सहर हामी मनाङ गएर बेसी सहर झर्दाखेरि पनि लमजुङको बेसी सहरमा एउटा रुम नपाएर बल्ल खोज्दा बल्ल एउटा रुम पाएको अरे। घुम्नु पनि कहाँ सजिलो छ र सिजनमा त साथी हो, साह्रै गाह्रो छ। र यो बाटो चाहिँ मेरो लागि चाहिँ पढ्नु फर्स्ट टाइम। सो अब चाहिँ एक्साइटिङ हुन्छ। अघि त पहिल्यै हिँडेको बाटो भएर होला निन्द्रा लागेर उष्मा पर्वदेखि बेनीको बाटो हुँदाखेरि अब उता चाहिँ पेट्रोल पम्प मुस्ताङको के अरे बेनीदेखि मुस्ताङसम्मको चाहिँ पेट्रोल पम्प छैन क्या हो। बेनीमा यति लाइन बाफ्रे। हामी चाहिँ पोखराबाट होइन लमजुङ बेसी सहरबाट फुल ट्याङ्क भरेर हिँडेको। हिँड्न चाहिँ अहिलेसम्म एक लाइन त झरिसक्यो। हामी दुईजनाले पुग्छ कि भन्ने थियो हो। हेरौँ यस्तो लाइन छ जम्मा नानी बाबा नानु नगर्नु दाइ टर्निङमा चाहिँ गर्नु हुँदैन। फराकिलो टर्निङ छ। आँखालाई भ्याइन्जेलसम्म पनि आएको छैन भने चाहिँ हामी हो मात्र डेन्जर हुन्छ। टर्निङमा चाहिँ ओभरटेक गर्नु हुँदैन। साथीहरूको हरन चाहिँ कडा। यस्तो छ यत्रो ठाउँ छ के डराएको है। त्यत्रो ठाउँ छ। यो पनि टुरिस्ट गाडी भयो।
छ पुग्नुभन्दा 35-40 किलोमिटर अगाडि चाहिँ यस्तो छ अब हामी कतिखेर पुग्नु अब हाम्रो चाहिँ सबै स्टपमा त्यो छ होला त्यो छ अब कतिखेर बाइक वालाको इन्ट्री गाडी वालाको इन्ट्री बेरीदेखि पुस्ताङ कसले हावा लायो पिच छ भनेर हावा साथीहरू गफलाई दिने बिसान्ने त्यो पिच हो कस्तो बाटो हो ल खत्तम बाटो चाहिँ खत्तम जान्छ त्यो फेरि दाइ लड्नु भयो भने छोडिहाले ल कति सानो बाटो पुस्ताङ जाने बाटो त साथीले पिच छ भनेर हावा लगाएर यस्तो बाटो हिँडिरहेको This motherfucker. अब दाइले चाहिँ दाइलाई त्यहाँ ओभरटेक गर्नु त्यही त आइपुग्नु भएकै छैन अब के गर्नु पर्खिनु ठाउँमा छैन ओभरटेक गरिहालेँ एकछिन पिच भेट्छ एकछिनमा फेरि पछि आइहाल्छ कस्तो गिदी बाटो यार बनाएको अफरोड हिँड्दा मान्छे वात्तु झट्ट भएर आइपुगेको बनाम चाहिँ मुस्ताङ चाहिँ पिच छ भनेर सुनेर एकैचोटि भएर उडेको बाटो चाहिँ साथीहरू विरक्ति राखेर आउँछ नि गन्तव्य स्थल उन्नति सदन छैन जोसम्म 44 किलोमिटर रहेछ साथी त्यो गाडी के गर्छौ यता जान्छ उता जान्छ त्यता जान्छ नयाँ नतिका जान्छ घरिघरि त ड्राइभर यस्तो रिस उठ्दोहरू भेटिन्छ यार लेफ्टबाटै पनि ओभरटेक गरिदिए तर सबै राइट हिँडे गर्छ यार बाटै छोडिदिँदैन यार ड्राइभरहरू बाटैले बाइकहरूलाई त छोडिदिनुपर्छ नि हर्न बजाउँला नि छोड्दा त उल्टो हामीभन्दा स्पिडको कम्पिटिसन पो खेल्नुपर्छ ट्राकै सबै छोपिदिएपछि हामी चाहिँ कहाँबाट ओभरटेक गर्नु हौ छिर्ने बाटोमा पनि बाटो नदिएपछि
के गर्छ हौ साथीहरू होइन त यस्तो गरिकन त 20 वटा दिन्छन् यार साथीहरू। आज इन्डियन साथी ब्लगर साथी भेटेको लखनऊबाट आएको रहेछ ऊ चाहिँ एकदम डराइरहेको छ साथी यस्तोमा चलाउने बानी रहेछ। त साथी हामीले त जोमसोम कहीँ रुम नपाएर हाम्रो बिजोक चाहिँ यस्तो छ। यता हाम्रो इन्डियन ब्लगर साथी सैलेन फ्रम इन्डिया। आकाश कुमार इन्डिया विथ प्लेस युपी लखनऊबाट रहेछ साथी चाहिँ। आज भेट भयो साथी पनि बिजोक भएर हिँडिरहेको रहेछ उसले पनि रुम नपाएर यहाँ हामीले धन्न म्यानेज गरिदिउँ उसलाई पनि हामी सँगसँगै। मलाई नछोड है भन्दै उसलाई मैले यहाँ ल्याएको यस्तो छ। गाह्रो पर्छ त सिजनमा त बुक नगरी हिँड्नुको नतिजा हो यो। तर ठिक छ हामीले सुत्ने ठाउँ चाहिँ राम्रो व्यवस्था पाएको छौँ ढुक्कै छ। यहाँ हाम्रो यो हाम्रो उता पाहुना साथीको। हेलो साथीहरू, अहिले हामी मुस्ताङ आइपुगेका छौँ। धेरै कठिन यात्रा आज भएको छ हाम्रो। मनाङबाट हिजो हामी आज बाइ द वे आज कार्तिक 8 गते हजुर मनाङबाट हामी हिजो बेसिस झऱ्यौँ। बेसिसहरूबाट बिहान 7 बजे मध्यपाली लोकमार्ग हुँदै बेकनास्थल छिरौँ। एउटा पोखरा कुष्मा बागलुङ बेनी हुँदै अहिले लक्कीले हामी यो मुस्ताङको लेती भन्ने ठाउँ आइपुग्यौँ। आज संयोग के भयो भने यति धेरै आन्तरिक टुरिज्महरू यति धेरै मानिसहरू आएको हुनाले कोठा हामीले कतै पनि पाएनौँ। यति गाह्रो भयो जङ्गलमा। आज चाहिँ बाँदर सुत्तै हुनेवाला थियो एकान्त र मेरो। लक्कीले यहाँ हामी एउटा दिदीको घरमा आइपुग्यौँ र दिदीले हामीलाई बास दिनुभएको छ। दिदी दाइहरूलाई हार्दिक धन्यवाद भन्न चाहन्छु। अनि यहाँ दिदीको हातबाट यो पाउनुभएको उवाको मिनरल वाटर उवाको यस्तो मिठो छ दिदीले दिनुभएको छ। उता मासु पाक्दैछ लोकल भाले। आहा त्यसले कालिज भनौँ न होइन साइले। अनि आज वेदर एकदमै जाडो छ। हिउँ पर्ने सम्भावना छ। आज माथि मुक्तिनाथतिर जङ्सनतिर हिउँ पर्दैछ भनेर पनि सुनिसक्यो। यहाँ अघि डिएसपी साहबले मलाई कल गर्नुभएको थियो। डिएसपी साहब हाम्रो छिरिङ लामा बहिनी हुनुहुन्छ। मेरो प्रिय साथी उमङ्ग लामाजीको आफ्नै बहिनी डिएसपी साहब हुनुहुन्छ। उहाँले अहिले भर्खर कल गर्नुभएको थियो। अनि यो उहाँको मिनरल वाटर म चाख्छु ल एकांश। लक्कीले आज हामीले यो एउटा प्रसाद पाएको छौँ। तर यसलाई चाख्ने तरिका यस्तो छ फेरि उमङ्ग लामा आकाश कुमार एकान्त साथी हो। अब यहाँबाट हाम्रो आज रात यहाँ बास बसियो र अब चाहिँ हामी जोमसोम कता कता मुक्तिनाथ हुँदै हाम्रो यात्रा सुरु हुन्छ है त। यता रेडी भएर छ हाम्रो घोडा जीवहरू एक्सपल्स प्रो। बाइक खोल्नु भने चिसो हुन्छ नखोल्नु भने म बोलेको आवाजै सुन्दैन ऊ जाति हो। यो ठाउँ हेर्दा कस्तो मजा आउँछ। फाइनली ड्रिम प्लेस पनि आइपुग्यो। मुस्ताङ जाने मनाङ मुस्ताङ जाने भनेको लगभग 9-10 वर्ष त भयो होला साथीहरू। तर आज मजाले आफ्नो सपनाको ठाउँहरू पुरा गरिँदैछ। साथीहरू यतिखेर चाहिँ हामी जोमसोमको एयरपोर्ट जोमसोम बजारमा छौँ। यो चाहिँ जोमसोमको एयरपोर्ट हो। यो चाहिँ जोमसोम बजारमा यतिखेर यस्तो छ। साइलेन्ट साथी यता असोक्दै उता साथीहरू अहिले हामी जोमसोम आइपुगेका छौँ। जोमसोमै बजार 12 बजे हावा सर भने यहाँले गीत सुन्नु भएको छ नि होइन। एकदमै हिट गीत हो त्यो। 12 बजे 1 घन्टा थप दिएछु आज मैले। 13 बजे हावा सरहरू बनिन्छ। जोमसोमै बजारमा
13 बजे हावा सरर झुमसुमै बजारमा 13 बजे हावा सरर ए हजुर घर हाम्रो 5 थरा घर हाम्रो 5 थरा पछाडि देख्नुभयो हिमाल देखिएको छ हिमाल अनि एयरपोर्ट यहीँनेरि छ जोमसोम बजार हामीसँग एउटा हाम्रो मित्र हुनुहुन्छ साथी शैलेशजी इन्डियाबाट He is from India very nice to meet you लखनऊ हामी सहयात्री छौँ अहिले गाइड चाहिँ उहाँ हुनुहुन्छ कि वास्तव उहाँ यो सेकेन्ड टाइम सेकेन्ड टाइम वी आर फर्स्ट टाइम सो यो गाइडिङ वास थ्याङ्क यू सो मच र यहाँबाट देखिएको दृश्य चाहिँ त्यो बवाल छ है साथी यहाँबाट दामी आउने हो तर दाजुभाइहरू सबै एकदम प्याक खिच्न पाइँदैन गाह्रो छ यस्तो खतरा भिड हुँदो रहेछ यार फोटो खिच्नेहरूको ओहो नगर्नु बाबु चेलीबेटीहरूको फोटो खिच्नलाई यस्तो भिड हुँदो रहेछ यार हिजो बवाल Wow! This is Marfa, you know? Oh no. जोमसोम चेक पोइन्ट यतिखेर चाहिँ हामी जोमसोमको चेकिङ पोस्टमा छौँ हाम्रो लागि चाहिँ होइन तर हाम्रो साइलेन्ट साथीको लागि ऊ इन्डियाबाट आएको हो नि त उसलाई चाहिँ पर्दो रहेछ टुरिस्टहरूको लागि चेकपोस्ट हामीले त उता इन्ट्री गरेको सकिएको साथी चाहिँ काम हुआ ओके बस एंट्री के लिए ओके लेट्स गो अहिले हामी कागबेनीमा छौँ यो संसारको एउटा सुन्दर ठाउँ हो मिठो आवाज पनि स्वीकार गर्छ कि कागबेनीमा हामी आएर चट्ट अहिले हामी अब यहाँ 12 किलोमिटर माथिपछि मुक्तिनाथ पुग्छ मुक्तिनाथसम्मको हाम्रो यात्रा त्यसपछि हामी ब्याक टु फेरि हामी कागबेनी झर्छौँ जोमसोम मार्फा हुँदै हामी फेरि अब ओह्रालो लाग्छौँ यहाँ कता कता घुम्छौँ होइन एकदमै सुन्दर ठाउँ हेर्नुहोस् साथीहरू यो सराउन्डिङ एरिया यति राम्रो छ नेपाल त वास्तवमा रियल हेभेन नै हो कि संसारकै एउटा वान अफ दि बेस्ट कन्ट्री हाम्रो देश नेपाल हो यो यहाँको डुवरी हेर्नुहोस् त डुवरीमा हिमाल होइन यो के भनेर वर्णन गर्ने ठाउँ छैन सर के भन्नु है त्यही त म त साँच्चै म त रुएँ कि अघि तपाईँ कालोसँग लागेको छ ए हो त्यस्तो ठाउँ छ एकदम वरिपरि देखाइदिनुहोस् त सर वरिपरि मान्छेको भ्यू हेरौँ त्यो बबाल छ यो चाहिँ कागबेनी है त साथी अब थाहा हुनेलाई त थाहा भइहाल्छ तर थाहा नहुनेहरूको लागि यो मेरो अहिले चाहिँ साथीहरू हामी मुक्तिनाथ पुग्यौँ तर जामहरू त के हो यस्तो जाम हुँदैछ बल्ल बल्ल आज हो भाइ दाजु हामी फाइनली मुक्तिनाथ पुग्यौँ भने त अनि आज्ञा कम्बे चाहिँ मुक्तिनाथ हो र त्यहाँ बासिबा किन सुपी के भाष मुस्ताङ रो त्यहाँ हेमलाजी बामे भी अन्ते त बिहा हुने सबको त आला बहिना पेङमा दार्जिलिङमा एमबी त्यहाँ ओममा थियो मारो त्यहाँ बासिबा थियो मम्मा त्यहाँ बादङ बसे
मान्छे हाँसी मना हाँसी कन हिमालयन पहाडे जम्मा जम्मा के बाको माना योमा मावार छ कहिले मराङका यावाची ओ खानिया चाहिँ खानुपर्छ खानी चाहिँ ठाङा नै वडा ल अब उन खानी ठाउँदा ठाङमा कि हामी मान्छे हिँड्याङ छ खानियाङ छ झाडाको खाना नै किरावा साच्यो यावाची This is a very beautiful place. Everybody must come to here to see the nature and the Muktinath temple. तीनटा भाषा सिनी म त छिउछि लामकै छु होला छिउछि उखि हुन्छ हिन्दी ने माछ छिउले छिउछि व मुक्तिनाथ हिन्दी पनि सापडे नानीले हिन्दी माडी मुक्तिनाथ मुस्ताङले हिन्दी त सापडे आमा कतिवटा 4वटा भाषा हो सबै दिन्छु नि सबै भाषा आमा साथीहरु चाहिँ कहाँबाट आउनु भयो पोखराबाट ए ओके ओके चलो चल्दै माथि गइरहेको लाइन चाहिँ मुक्तिनाथ हो म चाहिँ मुक्तिनाथ छु हैन गएर साथीजना आउँछ म चाहिँ वेटिङ गरेर बसिरहेको छु मान्छे त ती आउँछ त्यो ब्याएको हामी चाहिँ यतिखेर कागबेरीमा बाटो चाहिँ वेल दामी छ साँच्चै मजा लाग्ने बाटो के सर यो चिसोले घाँटी घेर बनाएको यार आम्मा बोल्दै पछि यहाँ गर्नु पर्ने यार हाम्रो मित्र कहाँ रहेको क्या चिसोले घाँटी पनि ख्यार ख्यार मात्रै हुन्छ त हावा यतिखेर चाहिँ साथीहरू हामी मुक्तिनाथ पुगेर फर्किँदैछौँ फेरि कागबेनी झर्दैछौँ हावाले म बोलेको चाहिँ केही सुन्दैन होला जस्तो लाग्दैछ कस्तो हावा चलिरहेको छ माथि माथि रह्यो च्याङ्ग्राहरू यो बोकाइ चाहिँ ठिक है यस्तो स्टाइलको बोकाइ चाहिँ देखेको थिइनँ है फेरि आम्मा मामा हावा साथी त कहाँ रह्यो कति स्लो हिँड्दो रहेछ आफू यसरी भइकिने बानी अप्पर पुस्तक जाने बाटो कस्तो दामी बनाएको रहेछ हौ बोल्ने मुड अनेक अनेक खालको आउँदैछ मेरो हावा चाहिँ के सर खतरा चलेको यार आम्मा
12 किलोमिटर ओइ 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 हावाले जान्छ ओइ आमा हावा ल हावा त बाइक लाएर खोज्छ त हौ आमा कस्तो साइको बनायो बे हावाले उही स्पिड हाल्नु पर्यो भनेको त एक लट कस्तो हावाले साइको बनायो यार हावाले गराउनु खोज्दो रहेछ नि त स्पिड मैले स्पिड त झन्डै लगाएँ यार भनेको झन्डै पल्छ